यो के अचम्मको चीज हो? यो कसलाई थाहा छ? हेर्नु है, यो अम्बकको रुखमा चाहिँ यस्तो चीज भेट्यो। यो के हुनु छ? यहाँ हेर्नु छ। भाग्य न्यौपानेले जुन पुतली भिडियोमा देखाइए यसको नाम हो एटलस मथ भनेर। यो प्राय गरेर त जंगलमा पाइन्छ। यसको जीवनकाल भनेपछि सिर्फ 2 हप्तासम्म मात्र हुन्छ। त्यो पनि यसको मुखको अङ्गहरू काम नगर्ने भएका कारणले लार्भा अवस्थामा जुन यसले बोसो जमा गरेर राखेको हुन्छ हो त्यसैमा निर्भर भएर यो 2 हप्ता मात्र बाँच्छ। त्यसपछि 2 हप्तापछि यसको मृत्यु भइहाल्छ। यो प्राय गरेर त जंगलहरूमा पाइने गर्छ, तर कहिलेकाहीँ यताउता पनि पुगिहाल्छ। यो संसारकै सबैभन्दा ठुलो पुतली हो। यसको आकार भनेपछि कमसेकम 9.5 इन्च जति ठुलो हुन्छ। तपाईलाई यो जानकारी पाएर कस्तो लाग्यो? यदि तपाईलाई जानकारी रिलेटेड केही भिडियो चाहिन्छन् भनेपछि यो फेसबुकलाई फलो गर्न नबिर्सिनु होला र यदि तपाई युट्युबमा हेर्दै हुनुहुन्छ भनेपछि च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। साथै टिकटकमा हेर्दै हुनुहुन्छ भनेपछि फलो गर्न चाहिँ पक्कै पनि नबिर्सिनु होला।